फागुन 21 गते त पक्का भोट दिने नि त गाइज, दिने है दिने दिने दिने। हाम्रो सफल हाम्रो मन बुझ्ने प्रधानमन्त्री हामीले कुन चाहिँ पायौँ? तपाईँले कहिले विस्थापित हुने? अति निराश भइसक्यौँ हामी। 4चोटि 5चोटि प्रधानमन्त्रीको लागि मात्र प्रधानमन्त्री होइन, जनताको लागि प्रधानमन्त्री तपाईँ कहिले हुने? हेर्नुहोस्, नेपालमा चाहिँ जस्तो विद्यालय छ त्यही पढ्ने हो नि। हेर्नुहोस्, तपाईँले बल्ल बोल्दै हुनुहुन्छ तपाईँ। रिसको कुरा होइन नि। कहाँबाट ल्याउने? मैले अक्सफोर्ड कहाँबाट ल्याउने यहाँ अक्सफोर्ड विद्यालय नेपालमा? त्रिपुर कहाँबाट अक्सफोर्ड विद्यालय ल्याउने यहाँ? त्यसमा अक्सफोर्ड पढाएर बाँकी नेपाललाई प्राइभेट स्कुल पाउने? उहाँले इङ्गित गर्नुभएको छ युवाहरूले अथवा देशको लागि सोच्ने प्रधानमन्त्री चाहिँ हाम्रो देशले कहिले पाउँछ र हाम्रो देशले विकासको गति कहिले लिन्छ भन्ने चाहिँ उहाँको प्रश्नको आशय। तपाईँले चाहँदै भन्ने कुरा त होइन नि। तपाईँले चाहे जस्तो बन्नुपर्छ भने के छ यहाँ? दामी छ। काङ्ग्रेसले नै दिने, काङ्ग्रेसले दिने है, दिने 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 ट्याक्क। शेरबहादुरको घरबाट पैसा निस्किएको देखाएको थियो नि, त्यो अर्कै देशमा कहीँ कतैको के बनाएर त्यो एआई भन्छ आजकल, त्यसले फोटाहरू बनाउँछ, त्यसले हाल्छ अनि यस्तो भेटियो देखियो भनेर। ओ दिने 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 एमालेलाई दिने दिने ट्याक्क भोट दिने एमालेलाई है। 10 वर्षभित्रमा यो देशलाई चाहिँ दक्षिण एसियाको त सबभन्दा अगाडि लान्छौँ हामी युरोपीय स्तरमा पुर्याउन। वाउ, माओवादीले दिने अब, माओवादीले भोट ट्याक्क, माओवादीलाई ट्याक्क है भोट 21 गते। को त्यो शेरे भने को त्यो ओली भनेको? त्यो ओली ज्यान मार होइन, टाउको काटेर आएर 15 वर्ष जेल बसेर अनि आएर अनि राज्य बेचेर खा होइन। हाल्छ यिनीहरूले भोट, म त हाल्दिनँ। माघसम्म महिनाहरू भोट हाल्दिनँ। किन भन्नुहुन्छ थाहा छ तपाईँहरूलाई? म त एकदम परिवर्तन चाहन्छु कि, परिवर्तन। थाहा छ तपाईँहरूलाई? एउटी आमाले त्यत्रो मेहनत गरेर एउटा बच्चालाई, आफ्नो बच्चालाई स्याहार सुसार गरेर जब बामे सार्दै गरेको बेलामा त्यो बच्चालाई टुपक्क उठाएर कम्मरमा राख्छन् नि, त्यतिखेर त्यो बच्चाले त्यसको आमालाई वाउ, यहाँबाट त यस्तो दुनियाँ यस्तो देख्दो रहेछ भनेर मेरी आमा त ग्रेट भनिन्छ नि। त्यो बच्चाले कति खुसी हुन्छन् त्यो बच्चा। त्यो आमाले चाहिँ त्यो माथि कम्मरमाथि राख्दा दुनियाँ देखाउँदाखेरि त्यतिकैमा चाहिँ उसको बाबा आउनुहुन्छ फेरि कुनै पनि खाडी मुलुकबाट। मेरो परिवार यता छन्, परिवारलाई चाहिँ हेर्नु पर्यो भनेर उसको बाबा आइपुग्छन्। उसको बाबाले त्यो बच्चालाई सर्लक्क लाएर काँधमा राख्छन्। काँधमा राखेपछि त्यो बच्चाले के देख्छन्? यस्तो दुनियाँ, वाउ, संसार त यस्तो पो हुँदो रहेछ त नि। मेरो बाबा त सुपर हिरो, सुपर ग्रेट। त्यो टाइपको चाहिँ हामीले चाहिँ अभिभावक खोजिरहेछ कि यो देशमा। त्यसरी चाहिँ नेपाली जनतालाई, नेपाललाई त्यसरी काँधमा राख्ने, काँधमा राखेर संसार देखाउने त्यो अभिभावक अहिलेको युगले खोजिरहेछ कि। त्यो अधिकार दिनको सट्टा लातले फुटबल हानेर चाहिँ विदेश लखड्ने त्यो अभिभावक हामीले चाहिँदैन कि। त्यो टाइपको चाहिँ देशलाई र जनतालाई शिरमा राखेर हिँड्ने योग्य मान्छेको खोजीमा छ कि। त्यही भएर यिनीहरूले भोट हाल्दैनौँ हामी। नयाँ खोजिरहेछ कि, नयाँ